उनीहरूको अब अंश पनि दिँदैन, वंशरी दिँदैन। अब तिनीहरू घरमै जान दिँदैन। अब हामीलाई केही गर्छ भने तिनीहरूको केही पनि चाहिँदैन। हाम्रो हाम्रो उ गरेर हाम्रो व्यवस्था गरेर हामी खान्छौँ भनेर तिनीहरूले भनेछन् है। अनि ल त्यही भयो त राम्रै भयो, नत्र भने त यहाँ त छुट्याउँ भनेर आइरहेछ, घरमै आउनुभएको थियो भनेर भने अरे कि। अनि त्यही भनेर त्यस्तो भने मैले हिजो नानुलाई त्यही भनेर बस्याएँ कि मैले आएर तँलाई देखेर नि मान्छे। अनि अहिले छिरै ठाडो नभइकन मान्छेले यत्रो घैँटोमा मान्छेले अब छ्याङ हालेर रक्सी हालेर मान्छेले सगुन भनेर मान्छे नसमाइकन ढक्क राखेर बसिहाल्छ मान्छेले त्यहाँ माथि टेबलमा है। त्यही चाहिँ मलाई नि त्यस्तो लाग्यो। अनि म त धेरै कुरा सुनेर बसेको त्यहाँ है। अनि के भए पनि जसरी पनि आफ्नो जातसँग त बिहे गर्नुपर्ने हो। अब के गर्नु, आफ्नो जातसँग बिहे नगरिकन अब अरूसँग मन पऱ्यो भने बिहे गर्छन्, पछिको भविष्य राम्रो हुँदैन भने अब उनीहरूको भविष्य राम्रो गरेर त खान्छन् होला नि त। खाना त अब उनीहरूको परिवारमा नमिले नि छुट्टै त बसिहाल्छन्। बसे पनि उनीहरूको यस्तो सराते पूजासुजा गर्ने बेलामा चाहिँ उनीहरूलाई सँगै चाहिँ राख्दैन कि, उनीहरूसँगै चाहिँ राख्दैन, अलिकति टाढा राख्छन्। त्यही हो। त्यसैले आफ्नै जातसँग सकेसम्म आफ्नै जातसँग बिहे गरे राम्रो हुन्छ। आफ्नो रीति आफ्नो संस्कृति सबै थाहा हुन्छ नि त नि। अनि पछि अब तिनीहरूको के गर्छन् भने अब त्यो मर्ने बेलामा नि एउटा शङ्खा बजाएर टु गरेर लान्छन् नि है। हाम्रो बाजे बजार लान्छ। हाम्रो चाहिँ बाजा बजेर झैँ झैँ गरेर बाजा बजाएर कस्तो राम्रो लान्छन् है। लाँदाखेरि त मान्छे त ओहो तामाङसित बिहे गर्नु पाए हुन्थ्यो, अब हाम्रो नि यस्तै गरे हामीलाई पनि लान्छ होला नि भनेर उहाँ कसरी हेरिरहन्छन् कि मान्छेहरू सबैजना कस्तो रहरलाई लाइन भएर हेरेर बस्या हुन्छ। उनीहरूको खुसी हुन्छ क्या अरे है। उनीहरू त केही न केही मान्छे मरेर छैन, तिनीहरूको त एउटा डोलोमा हालेर टुँ गरेर लगिहाल्छन् है। हाम्रो त कस्तो राम्रो गरेर ओहो मान्छे नि बोल्न जस्तो गरी लिएर जान्छन् है। अनि त्यही भएर मान्छेहरू त फलानाको मान्छे मरे रे, अब तामाङहरू मरेर भन्छ मान्छे लो क्षेत्रीहरू त यत्तिको लस्कार भएर टुवा परेर हेरेर बस्छन् है। अब एक बारी पुग्यो हाम्रो। अब घाँस ल अब एक भारी पुग्यो, अब अर्को एक भारी काट्नु पर्ने छ। यस्तै हो। अब कुरा भनेको त कुरा बुझेर मात्र बिहे गर्नुपर्छ हो साथीहरू, त्यत्तिकै बिहे गर्नु हुँदैन। बिहे भने चिज अहिले त झन् भाँडाकुटी जस्तै भएको छ। अनि हाम्रो मम्मीहरूको पालामा डिभोर्स सिभोर्स भन्ने थिएन। हाम्रो मम्मी त त्यस्तो ट्वाङ्गेसँग त मजाले जिन्दगी काटेर यहाँ भने अनि अब के गर्नु, कुटे पनि पिटे पनि अब बस्नै पर्यो है। गाली गरे पनि के हो बस्दै भने यस्तो के हो, चाकै छैन क्या हो। ल बसेको त्यो घाँस काट्छु। अब चाहिँ बनमारा काट्नु पर्यो बाख्रालाई। हस् त हाम्रो मम्मीको सुझाव कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला।